आमा सोच मान्छे हो सरिताजीलाई गिफ्ट गाना गाएकोमा गिफ्ट Oh, thank you so much, Neeraj. Teddy bear, it's for me. Where's यस this I, place? I have something for you. I'm gonna show you that soon. Okay? Wow! Nice, nice, nice. Wow! ओहो कति राम्रो रहेछ यहाँ त पूजा Beautiful. Check out your butcher. You were होइन कति ठुल्ठुलो डल हो ल तपाईँको लागि के हो यो पेन पो आएछ कलरफुल वाला पेन आमामामा के अरे हाम्रो महारानीलाई पनि टक्क भिडियोमा आउनु भएछ खुसी लाग्यो Neeraj, you are so beautiful. ओ थ्याङ्क यू सो मच अरे के ब्युटीको नि अर्को ब्युटी हुने नि 99 वेलकम 99 एफएम रेडियो ओ मेरो राजा नमस्कार म हजुर जस्तो राम्री छुइनँ नि सरिताजी नमस्कार है नमस्कार के छ खबर No, you are beautiful. लिटिल बिट है नमस्कार रमाइला कहाँ हो अनि हजुर घर कहाँ पर्यो निरजी मेरो ज्ञानेश्वरतिर कमल पोखरी एकुजी भोलि तपाईँ त्यो घरको त्यो तपाईँको घरको मही लिएर आउनु है ए हाम्रो घरको उम्, हजुर हस् हजुर त्यो अस्ति मिठो पाउँछ भन्नुभएको थियो नि अब के गर्नु सरिताजी हजुर टाढा पर्नुभयो नत्र यसो हजुरलाई पुलो सुलो बनाएर खुवाउँथे के गर्नु तपाईँले मलाई यति खुसी भयो निरजी म यति खुसी छु है साँच्चै भन्नुपर्दा अब सायद म नेपाल आयो भने पक्का तपाईँको हातको बनाएको खानुपर्ने छ खानुहोस् माइला अभियसली भने हुन्छ माइला हुन्छ त्यो मतलब हजुरले मिठो खाना बनाउनु हुन्छ जस्तो लाग्यो मलाई त नाटक नगरे खानाको त म एकदम ए स्पेसल कुक हो आइज नि त काममै हो वाह ए मी माइसेल्फ होइन अब भनौँ न के अब प्राउड के वाह भाँडाकुँडा मात्दैछस् एकदमै खुसी लाग्यो अब पक्कै पनि हजुरले बनाएको तातो अब बिरयानी बनाउनुहुन्छ हजुर के बनाउनुहुन्छ है भनेपछि मलाई लाइभमा छु म साथीहरूसँग हजुरले मलाई इन्भाइट गरिसक्नु भयो है निरुजी कहिले आउनुहुन्छ नेपाल चाहिँ अब चाँडै आउँछु म नेपाल अन्त आउनुहोस् न युआर वेलकम थ्याङ्क यू फर एडभान्स हाम्रो इकुजीको पो झन् खाना कति मिठो हुन्छ पनिर सनिर ए हजुर हजुर मिठो बनाउनुहुन्छ उहाँले आमाको हातको खानै मिठो के त्यहाँ त इकुजीकोमा ए आमाले बनाउनुहुन्छ उहाँ कस्तो मिठो बनाउनुहुन्छ एकैछिन म यहाँ साथीले फोन गरेर कुरा गर्छु नि दुईजना हुन्छ 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 अनि निरुजी अनि त्यता अहिले कतिको गर्मी छ नेपालमा गर्मी ठिकै भन्नु पर्ला अब पानी परिरहेछ ऊ त्यहाँ फ्यान चलाएर सुतिरहेछौँ त्यही हो यो कहाँ हजुरले कुन ठाउँ भन्नुभयो निरुजी कमल पोखरी सिटी सेन्टर कमल पोखरी भनेको केटिएममा पर्छ हो नि सिटी सेन्टर है भनेपछि मतलब त्यहाँको हावापानी त राम्रै छ एकदम राम्रो त्यही भएर तपाईँहरू यति धेरै गोरो गोरो हुनुहुन्छ यो त यो क्रिमको कमाल हो क्या क्रिमको कमाल हो नि मेरो चाहिँ फिल्टरको कमाल हो यो मेरो चाहिँ क्रिम के अब क्रिम र फिल्टर दुइटै होला हजुर अब हजुरको नम्बर दिनु न यसो व्हाट्सएपमा कुरा गरौँला ए हुन्छ भइहाल्छ नि हजुर मलाई मेरो इनबक्समा अहिले होइन हामी यहाँ लाइभबाट निस्किसकेपछि अनि हजुरको मलाई व्हाट्सएप नम्बर दिनुहोस् नेरुजी ओके ओके
अनि हामी कुराकानी गर्नुपर्छ। अनि नेपाल आएपछि हजुरको म्यारिड मात्रै हो कि सरिताजी? बेबीहरू पनि छ कि? हजुर बेबी पनि छ कि? हजुर हजुर मेरो एउटा छोरा। ओ माई गुडनेस, कस्तो जोडी मिलेको। मेरो पनि एउटा छोरा। ओ वाह हो र जोडी मिल्ने भयो भन्ने टाइपको हो उही क्या सुतिरहेछ है। मैले त उहाँ कति वर्ष पुग्नुभयो? नमस्ते विष्णु 6 वर्ष, 6 year। ए राजा कता गइस यार मेरो राजा त हरा यार स्कुल जान्छ। म्यासेज गर्छु है सेम सेम हाम्रो हिरो कडै छ नि मेरो त सुपर फ्यान हो मसँग त झुन्डिन्छ हिरो श्रेयान्स होइन? उम्, मलाई सोधिरहेको थिएँ अस्तिको अङ्कल कहिले आउनुहुन्छ भन्दै थियो। तर नि निरुजी आफ्नो छोराछोरी अगाडि हुँदा है हामीले मेकअप नगर्दा पनि हुन्छ अनुहारमा, त्यसै चमक आउँदो रहेछ क्या हाम्रो आँखा अगाडि छोराछोरी हुँदा। अँ, म त भनी आफै अनि आफूले भनी अनि आफू चाहिँ म पाउडर दलेर बहने होइन नि जमाना अनुसार त अलि म त भन्न खोजेको गर्नै पर्यो नि है। जमाना अनुसारको काम गर्नुभएछ होइन तर लेडिजहरूलाई चाहिँ यस्तो हुँदो रहेछ, बेबी भइसकेपछि आफ्टर बेबी झन् राम्ररी ग्लो आउँछ क्या त्यसमा। गुण आउँछ हो त होइन होइन यो ग्लो झन् यङ फिल हुन्छ कि यङ फिल हो हो नि। यसमा ग्लो कसरी आउँछ त्यसो- भन्न गइरहेको छ। त्यसो भए त मलाई त केही नहुने भयो त अब अब इकुजी हजुरको त छोरा अब त्यत्रो ट्यालेन्ट, यस्तो राम्रो गीत गाउने, यति मिठो स्वर, यति राम्रो छ कि कुरै छोडिदिनु। अब हजुरको छोरी झन् ठुलो भइसक्यो, अबको 2-3 वर्षमा त 6 वर्षमा त छोरी बाहिर। है हो नि विकास राजा आउने भने त हो नि कुरो त्यस्तै छ राजा खोइ कन्ट्याक्ट गर्नु भएको छैन थ्याङ्क यू हजुरले यति भनिदिनु भयो कि हाम्रो निरु छोरो त अब ह्यान्डसमै छ नि कडै छ नि मेरो छोरो हजुरको पुरा ह्यान्डसम मात्र होइन, ट्यालेन्ट, एकदम ट्यालेन्ट। है त्यही त। जियोस् हाम्रो भाउजूले चाहिँ एकदम राम्रो छोराछोरी जन्माउनु भएको छ क्या। हो राम्रो छोराछोरी जन्माएको छ हुर्काउने म जस्तो बाउ भएपछि के चाहियो हजुर त झन् आमा बुवा, हजुरबा हजुरआमा सबैको भूमिका। है हजुर जस्तो बुवा र एउटा फादर पाउनु भनेको चाहिँ त्यो छोराछोरी लक्की हो कि। थ्याङ्क यू हजुर कोसिस गर्दैछु राम्रो हुनको लागि कोसिस होइन, हजुरले एकदम राम्रो गर्नुभएको छ। हजुरको संस्कार त्यो सबैमा देखिरहेछ नि त। है थ्याङ्क यू हजुर एउटा केटा मान्छेले इकुजी हजुरले जस्तो केटा मान्छेले कसैले पनि गर्न सक्दैन क्या। है त्यो सबै कुरा भूमिका हजुरले निभाउनु भएको छ। त्यही भएर म त यस्तो हुँदो रहेछ क्या बिहान होइन टिफिन लगिदिनु पर्ने आज मिटिङ थियो अनि फेरि मेरो घरमा फ्रिज बिग्रेको के अस्ति थियो नि भनेको थिएँ नि होइन थाहा छ। बिहान हिजो बनाउनु अनि आज गएको बनाइदिइहाल्यो तुरुन्तै त्यो अन अफ बिग्रेको रहेछ क्या ए त्यो आइसको त्यो अफ अन हो राइट त्यो बिग्रेको रहेछ अनि बन्यो बनेपछि अनि टिफिन लानुपर्ने भनेको त अनि म 20 मिटिङ भनेर गएको बिचमा गएपछि के सम्झी हुन्छ नि म बाटोमा जाँदा नि सम्झिरहेको हुन्छु ला छोरीलाई टिफिन भनेर फेरि स्कुल पुगेर अनि त्यहाँ उ गरिदिएर अनि आएको नि अनि म चाहिँ कस्तो बाउ यदि मैले नअगेन भने के होला भन्ने टाइपको सोच्छु क्या म कहिले निर्काल के होला के खान्थ्यो होला भन्ने टेन्सन भयो नि त। अनि हुन्छ नि बच्चाले के खान्छ बच्चाले खाने चिजहरू थाहा हुन्छ नि त आफूलाई हो नि। मिस्टर बमजन वेलकम मिस्टर बमजन लङ टाइम नो सी बमजन होइन सरिताजी मैले भनेको कुरा कस्तो लाग्यो त? होइन ठिक अब साँच्चै भन्नुपर्दा अब मम्मी आमाले आफ्नो भूमिका एकदमसँग निभाउनुहुन्छ होइन। अब उहाँ बाबुहरूको लागि उहाँ नै मम्मी पनि उहाँ नै बाबा पनि उहाँ नै सबै त उहाँ नै हो नि त। के छ अनि अटोमेटिकली ध्यान जाँदो रहेछ क्या छोराछोरीमा होइन। मैले कसरी हुर्काउनु पर्ने कुन टाइममा छोराछोरीलाई खाना खुवाउनु पर्ने के गर्नुपर्ने सब रेस्पोन्सिबिलिटीहरू चाहिँ उहाँकै हातमा आइसकेपछि त्यो अटोमेटिकली व्यवहारमा उत्रिँदै जाँदो रहेछ क्या। इकुजी त वर्ल्डको सबभन्दा बेस्ट फादरको अवार्ड जित्नुपर्ने मान्छे हो क्या। त्यति साह्रो नभनिसक्यो मान्छेहरू डाहा भएर फेरि भुतुक्कै होला नि होइन अनेस्टली भनेको इकुजी हजुरसँग बिहे गर्ने केटी चाहिँ धेरै भाग्यमानी धेरै। है त्यही त
विकास आज हुन्छ मलाई म्यासेज गरिसो न म प्रोग्राम बनाउँछु हजुर व्हाट्सएप नम्बर पठाइसो न हस् थ्याङ्क यू निरु यति भनिदिनु भयो लाख लाग्छ तर म गर्न सक्दिनँ त्यो काम तर म गरेर देखाउँछु कर्तव्य र पुरा कर्तव्य र मेरो दाम होइन ज्ञान नमस्ते हो नि कर्तव्य हो र इकुजी कर्तव्य र मेरो काम हो तपाईँ सधैँ अगाडि बढ्नुहुन्छ तपाईँको जिन्दगी एकदम राम्रो हुन्छ क्या इकुजी तपाईँ टेन्सनै नगर्नुहोस् है एउटा साथीले कुरा लास्टमा अन्त्य मोरौँ निरुजी यो कुरा अन्त्य मोरौँ यो कुरा गरिरहँ झन् कस्तो निराश हुन मन लाग्छ इकुजी हाँसेको सुहाउँछ इस्लामा नमस्ते हजुर ठिक छ रामा उहाँलाई जति टेन्सन भयो नि फेरि बाहिर त हाँसिरहने उहाँको अनुहारै त्यस्तै हो क्या हाँसिरहने अनुहार म चाहिँ सर्टेनली त्यो लिन सक्छु अनि म चेन्ज गरिहाल्छु कि हो नि तर हाम्रो इकुजीको लागि त हामी छौँ नि एकदम राम्रो साथी होइन इकुजी हो यदि अब मुड चेन्ज गर्न सकिएन भने त फेरि त्यो गाह्रो हुँदो रहेछ नि त सिया जस्तो मान्छे छ नि झगडा गरिहाल्ने त्यो त कडै मान्छे हो। सेकेन्ड अनुराग भन्दै गएको थियो कोही कोही ए हो म त दुईजना झगडा गरेर त्यति साह्रो बुझिदिएकोमा धन्यवाद यस्तो हो म चाहिँ के भन्छु भने साथीभाइ भनेको यस्तो हुनुपर्छ क्या हरिवंश दाइले भन्नुहुन्छ नि साथीभाइ भनेको चाहिँ त्यो के भन्छ चप्पल जस्तो हुनु हुँदैन अरे क्या जुत्ता जस्तो हुनु पर्यो चप्पल चाहिँ कस्तो हुन्छ अरे लाएर हिँड्दाखेरि नि पछाडि अगाडि सबै पछाडिबाट ढिलो छ्याप्ने क्या त्यस्तो हुनु भएन साथी भनेको त्यो हो हरदम अगाडि भएर उसलाई साथ दिने हुनुपर्छ क्या म चाहिँ त्यो भन्छु है म चाहिँ हो नि कुची त्यो सही कुरा हो एकदम सही कुरा साथ दिने हुनुपर्छ दुःखमा बरु साथ दियोस् र सुखमा नभए नि केही फरक पर्दैन क्या सुखमा कोही पनि चाहिँदैन दुःखमै हो चाहिने हो नि सुखमा त जो पनि आइहाल्छ नि काले कुकुर पनि आउँछ बाहिर हिँड्ने हो नि दुःखमा आउनु पर्यो क्या इकुची दुःखमा चाहिँ जसले साथ दिन्छ त्यो भन्दा ठुलो जिन्दगीमा केही भएन अरे क्या नेभर कोही पनि होइन केही पनि होइन हो नि मलाई चाहिँ त्यस्तो लाग्छ है अब अरूको सोच हामी बदल्न सक्दैनौँ अब त्यही त हो नि सोच बदल्न सक्ने हामीको उहाँले नै बदल्नु पर्छ आफ्नो सोच तर त्यो हजुरको प्रोग्राममा चाहिँ म एकचोटि चाहिँ छिर्छु पक्नु न कहाँ हजुर त्यही बुढा के भन्ने छ नि ए लुरे बुढा बुढीमा आइसु त्यसमा चाहिँ एकचोटि छिर्नु पर्यो क्या अलिकति हाँस्नु पर्यो त्यहाँ गएर हुन्छ आउनु न रमाइलो हुन्छ अब छिर्नुलाई पनि अब हजुरले छिराउनु पर्यो हजुरको प्रोग्राममा म छिर्छु मात्र भनेर भएन हेर्नुहोस् आइसु न अलिकति कमेडी टाइपको अलिकति प्रिपेयर गरेर आउनु पर्यो नि त अनि सरिताजी भन्नुहोस् न हजुर त चुपचाप भएर बस्नुभयो यति राम्री मान्छे चुप लागेर यति स्माइल गर्ने मान्छे चुप लाग्नु भएन के अब हजुर एकदमै के भन्नु म त के बोल्नै सकिनँ साँच्चै तपाईँ त्यस्तो हुनुहुन्न है बोल्न सकिनँ भनेर अघि भर्खर त्यत्रो बोल्न सक्ने मान्छे कहाँ जानुभयो होइन कहिलेका कुरा निरुजी कहिलेका कुराकानी गर्दा गर्दै है त्यो कुरैमा डुबिँदो रहेछ क्या मलाई चाहिँ हामी साथी भन्छौँ नि है मलाई के लाग्छ यो मुखले मात्र साथी हो किनभने सकभर कसैको आश नगर्नु होइन सकभर कसैको आश नगर्नु आश गरिहाल्यो भने पनि आश गर्नु भर नपर्नु तर सरिताजी होइन म चाहिँ एकदम साथी फ्रेन्डसिप निभाउने मान्छे हो म चाहिँ म सायद कुनै बेलामा पैसाले सपोर्ट गर्न नसक्ला तर ब्याक सपोर्ट भन्ने जहिले पनि हुन्छ क्या मेरो चाहिँ होइन तर मलाई चाहिँ साथीहरूले धोका दिन्छन् कि मेरो चाहिँ त्यस्तो छ क्या फेरि होइन भनेको यस्तो हो नि त तिमीले ब्याग त दिन्छौ कि त्यो खाली दिनु भएन कि ब्याग दिँदैन यसो भरेर चक्लेट हालिदिएर भोलि पनि दिन्छ भन्दा आउँछन् कि ब्याग भरेर दिनु होला होइन ब्याग भरेर दियो भने सम्झना त्यो मान्छेलाई थाहा हुन्छ त्यो मान्छेले त खानेकुरा पनि दिएको थियो भनेर हाम्रो समाज यस्तो छ निरु म तपाईँलाई भन्न चाहन्छु होइन कतिजनालाई पनि थाहा हुनसक्छ यो कुरा चाहिँ हाम्रो समाजै स्वार्थी छ कि
हो नि होइन एकदम समाजले सिकाएको हामीलाई, तर हामी चाहिँ चेन्ज हुनुपर्छ भन्ने मान्यताको मान्छे हो म। न हो नि हिजो मेरो ठुलो बाबाहरूले लगे, मेरो बाबा मम्मी अहिले भइसकिन्छ, जो मेरो अर्धाङ्गिनीले लगी, लाने त केही पनि रहन्छ नि त, सबै केही छोडेर लाँदैन जाँदैछ नि बुझी त। अनि किन घमण्ड गर्ने? हामी जन्मिँदा यसरी जन्मिएको थियौ मर्दाखेरि यस्तो गरेर मर्नुपर्छ हो त्यति त्यही हो त भन्दै, सबै छोडेर जाने त के घमण्ड गर्नु, के टेन्सन लिने? आफूले लाने भनेको एउटा चिज मात्रै हो त्यो हो मलामी कमाएर जाने हो त्यति हो मलाई पनि कमाउनु भएको छ कि छैन भने हामीलाई कसरी थाहा हुन्छ? जाने मान्छेले थाहा हुन्छ। हामी त्यो चाहिँ 100% हो इकुजी मलाई चाहिँ के लाग्छ भने नि विष्णु भगवानले भन्नुहुन्छ अरे क्या अब जस्तो आएको थियो जस्तो नाङ्गै जन्मेको नाङ्गै जानुपर्छ क्या हाम्रो शरीरमा एउटा कात्रो शुद्ध हुँदैन क्या तर मान्छेहरूले हरेक कुराको घमण्ड गर्छ क्या यो बाँचुन्जेल तेरो र मेरो मरेपछि न तेरो न मेरो फिनिस्ड है हो त्यही भएर केही कुराको नि घमण्ड चाहिँ गर्नु हुँदैन हो त्यही त भन्छु त म। सधैँ इक्वल हुनु पर्यो उम्, हजुर हुँदा पनि रमाउने नहुँदा पनि रमाउने दुईटामा एडजस्ट गर्न सक्नुपर्छ हजुर भनेको रमाउन नसक्ने मान्छेहरू पनि देखेका छौँ। अस्ति एकजना तर त्यो दिन लास्ट रमाइलो भएको थियो इकुजी होइन हाम्रो त्यो यात्रा यो त्यो मान्छेको थोपडा चाहिँ राम्रो तर मान्छेको मन चाहिँ नराम्रो हुन्छ बरु अँ। थोपडा नराम्रो हुनेको मन राम्रो हुन्छ क्या त्यो चाहिँ फरक पर्छ क्या त्यति चाहिँ गन वेलकम गन है थ्याङ्क यू। भन्दा हजुर क्या मेरो अनुहार आउँछ नि क्या अस्ति एकजनाले त कस्तो राम्रो छ भनेर पछाडि पछाडि फर्की फर्की हेर्दै थिएँ, लास्टमा त मलाई होइन रहेछ भाइ, अगाडि बस्ने मान्छेलाई बस्छु। अलगजी नमस्ते सबैजना नमस्ते धन्यवाद है इकुजीले हँसाउनुहुन्छ लास्टै हँसाउनु हाम्रोमा बादल आछ, बादल वर्षा बिजुली भन्ने गीत एसएमलाई थ्याङ्क यू। पानी गिरुजी हजुर पहिला तपाईँ यो एउटा गाना गाउनुहोस् थोरै लाइन मात्र होस् अनि त्यही गाना हाम्रो इकुजीले गाउनुहुन्छ अनि फेरि म गाउँदा होस् हुन्छ निरुजी बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला। नमस्ते बादल पानी के रे बादल के हेरेर ठिक छौ? बादल पानी ल होइन बादल वर्षा बिजुली ना ना सेम गाना कुन गाना सेम गाना बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला हो। त्यति मात्र गाउने फेरि उहाँको हाम्रो इकुजीको आवाजमा अनि म गाउँछु त्यसपछि बगैँचामा नजाऊ तिमी म गाउने पनि भमराले चुमिदेला फुल सोचेर तिमीलाई फुल सोचेर सही हो। त्यही भएर म बगैँचातिर जाँदिनँ हजुर। तपाईँहरूबाटै रोड जानु भमरा भनेर बारुलाले टोकिदियो भने त आँखा सुन्निहाल्छ। एकदम अब इकुजी अब गाउनुहोस् गाना गाइसु म त सुन्ने हो, यसो साथमा साथ मिलाउने मान्छे। मेरो जुरी भाइ ठिक छौ? सबै ठिक छ मेरो भाइ? ल इकुजी हजुरले गाना सुरु गरिहाल्नुहोस् त ठिक छ दाइ कहाँबाट सुरु ठिक गर्ने? छ त्यही एउटै गाना केही नगाइकन कसरी गाउनु, आफूलाई आउनु पर्ने। ल यत्रो गाइसक्यो त बगैँचामा नजाऊ तिमी हो, म त सायरी मात्रै आउँछ। बगैँचामा नजाऊ तिमी के हुन्छ अरे? भमराले चुमिदेला फुल सम्झेर तिमीलाई फुल सम्झेर। वाह 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 थ्याङ्क यू है हजुर। सो नाइस यो वेलकमलाई बुद्धिमान लामा वेलकम राजा। अब के भन्ने फेरि भन्न आउँदैन, के गाइदेऊ न तिमीले नै। हजुर गाइदिन्छ न। अब सरी तपाईँको दाइले खतरा सायद हाल्नुहुन्छ अब म गाउँछु थ्याङ्क यू सायरी चाहिँ थाहा छ है फेरि।
बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सम्झेर तिमीलाई फुल सोचेर मनको चाह नलुकाऊ तिमी मनको चाह नलुकाऊ तिमी भमरालाई दोष दिएर कठे भमरालाई दोष दिएर बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला फुल सोचेर तिमीलाई फुल सोचेर थ्याङ्क यू नाइस नाइस मैले भनेकै त थिएँ तिमीलाई बगैँचामा नजाऊ भनेर तर तिमी गइहाल्यौ चुमिदियो नि त्यो भमराले त्यो भमरालाई पनि मैले भनेको थिएँ तिमी आउँदैछ नचुमिदेऊ भनेर तर त्यसले बुझेन तिमी राम्री मान्छे रहेछौ भनेर The first stage of the Heart Me Challenge and Unlock Club. Cheers. थ्याङ्क यू सो मच बगैँचा त यस्तो चिज हो जता पनि क्या बात है फुलिरहेछ क्या बात है क्या बात है हैन बगैँचा यस्तो चिज हो जसलाई पनि जान मनपर्छ कसैलाई मनपर्छ कसैले रोपेको चिज त्यहाँ धानपर्छ कसैलाई मनपर्छ र कसैले रोपेको चिज उहाँलाई धानपर्छ हामी हेर्नेहरूलाई र टाढैबाट देख्नेलाई चाहिँ साह्रै मनपर्छ त्यो बगैँचा साह्रै मनपर्छ वाव इकुजी वाव थ्याङ्क यू हल्का बिरयानी धरेको जस्तो हल्का पनि सो ब्युटिफुल हाम्रो साथीले रुरु फर्नेज उठ्दै थ्याङ्क यू है हाम्रो भाइलाई सायरी भन्नु पर्यो भन्दै हुनुहुन्छ हाम्रो भाइले तर इकुजी हजुरले एउटा कुरा याद गर्नुभएको भएन प्लिज भन्छु न सरिताजी के अरे सरिताजीको र मेरो हँसाइ एउटै मिल्न खोज्दो रहेछ नि त हाँसो त एउटै हुनसक्छ मन फरक होला सोचाइ पनि एउटै हुनसक्छ तर धन चाहिँ फरक होला है थ्याङ्क यू किनभने करेन्सी फरक छ नि त नेपाल र थ्याङ्क यू सबलाई नमस्ते गणेशजी सन्चै हुनुहुन्छ जेनी नमस्ते कालराजी सन्चै हुनुहुन्छ सबैजनालाई खाना खानुभयो तपाईँले सबैलाई नमस्ते अब इकुजीलाई निन्द्रा लागे जस्तो लाग्यो मलाई अब हामी लास्ट गेम खेलौँ हस् एकोजी है अनि म बिदा लिन्छु है आजको लागि बिदा लिन्छु म हस् होइन के निन्दै लागेको हो त भनेर भन्दाखेरिमा लाग्न पनि सक्छ निन्द्रा त लागेको है नभन्यो भने त्यो निन्द्रा भाग्न पनि सक्छ हजुर अगर नेपालीमा हजुरलाई मलाई के लाग्छ भने नेपालीमा एउटा गाना धेरै मनपर्छ सबैजनालाई मनपर्छ थ्याङ्क यू ब्रदर किन हामी नेपाली भाषी छौँ होइन उहाँलाई यो गाना धेरै मनपर्छ होला है कुन चाहिँ भन्थ्यो त यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले हैन कसैलाई माया गर्न ठुलो भुल गरेँ मैले कसैलाई माया गर्न भुल गरेँ मैले है अब भन्नु पनि के भन्नु भुल गरेँ भन्ने कि सही गरेँ भन्ने जो मसँग छैन त्यसैलाई याद आउँछ जो मसँग छ त्यो कहिल्यै आउँदैन भुल पनि के गरेँ भन्ने मैले सँगै हुनुपर्ने ठाउँमा ऊ हुँदैन नहुनु पर्ने ठाउँमा हुन्छ अनि त्यही मान्छेको याद चाहिँ जहिले पनि मनमा छुन्छ
नि लाग्छ तपाईँहरूलाई कहिलेकाहीँ त्यो मान्छे भइदिए हुन्थ्यो लाग्छ होइन जो मान्छे तपाईँले मनमा राखेको हुन्छ नि जो मान्छे मनमा राखेको हुन्छ त्यो सधैँ भइदिए हुन्थ्यो जस्तो लाग्छ जो मनमा बसेको मान्छे नि त्यो संसारमा बस्न गाह्रो हुँदो रहेछ जो मान्छे छैन त्यसैको याद बढी आउँदो रहेछ भनेर भन्दाखेरिमा भावुक हुन सक्छ गाइदिउँ गीत गाइदेऊ गीत लगाइदेऊ है पिराती तिमीसँग जिन्दगी बितेछ यस्तो पनि हुँदो रहेछ मेरो छोरी उठिरहेको जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ जसलाई आफ्नो सम्झेको थिए ओइ बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ तिम्रो लागि मेरो लागि मेरो तिम्रो के भन्नु गानै बिर्से पनि मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरो जस्तो हजार हजार मुटुरोलाम जसलाई आफ्नो सम्झेको थिए उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ तिम्रो Thank you. इकुजी अब सुत्नु अब नानी पनि उठी सुत्नु ल सरिताजी म हजुरलाई व्हाट्सएप नम्बर दिन्छु हजुर र म कुरा गरौँला अब इकुजी छोरी उठी के ठिक ठिक तपाईहरु पनि आफ्नो ध्यान राख्नु है राम्रोसँग बस्नु टाइम टेबल टाइम नेपालको कति भइसक्यो है 2:30 भयो 2:30 भयो ए